हाई एभ्रिवान नमस्ते सो वेलकम छ हजुरहरूलाई मेरो ब्लगमा। सो म चाहिँ जानुआँटेको सिङताम र रुमबाट चाहिँ निस्किसकेको। अब चाहिँ म चाहिँ हजुरहरूलाई एकैचोटि सिङताम पुगेर भेट्नेछु। र अहिले चाहिँ भने हामी सिङताम पनि आइपुगिसकेको छौँ। अब छोरीको लागि चाहिँ केही लुगाहरू लिनुपर्ने छ है। अनि यहाँ चाहिँ हामी हेर्दै हिँड्दैछ होइन। अन्त यहाँनिर हामी चाहिँ फर्स्ट चाहिँ के किन्ने भने चाहिँ प्यान्ट किन्ने हो छोरीको लागि, तर पाएकै छैन हामीले होइन। अन्त यहाँ भैयाले चाहिँ यहाँ छ आऊ भनेर भन्नुभयो, तर साइजै नमिल्ने रहेछ त्यहाँ पनि होइन। अनि त्यहाँबाट चाहिँ गयौँ फेरि अर्को भैयाकोमा, त्यहाँ चाहिँ पायौँ तर त्यहाँ पनि साइजै मिलेन। अनि बल्ल बल्ल यो भैयाकोमा चाहिँ पायो हामीले चाहिँ होइन। 2-3वटा दोकान खोज्दाखेरि चाहिँ यहाँनिर चाहिँ रहेछ। अन्त हेर्नु सक्नुहुन्छ यहाँनिर चाहिँ निकालिदिनु हुँदैछ। अब हामी चाहिँ यही प्यान्ट मिलाएर लाने हो। छोरीले पनि मन परायो अनि मलाई पनि मन पर्यो। अब चाहिँ अरू जग्गा चाहिँ म चाहिँ हिँड्दिनँ भनेर चाहिँ यहीँबाट भैयाकोबाटै लिएर गएको। अन्त यहाँ भैयाकोमा चाहिँ फेरि चेन्ज रहेन रहेछ है। एकछिन चेन्ज गरेर आउँछु बस्दै गर्नुहोस् ल भनेर भन्नुभयो। अनि भैयाले चाहिँ पैसा चेन्ज गरेर पनि ल्याउनु भयो। अनि यहाँ चाहिँ मेरो बुढाले चाहिँ चप्ली किन्नु भएको अरे है। चप्ली किनेर चाहिँ अब हामी गएको जुत्ता दोकान। अनि यहाँनिर चाहिँ जुत्ताहरू पनि अघि मिलाइसक्यो है छोरी र मेरो लागि। अनि यहाँबाट गएको अब हामी चाहिँ गाडीतर्फ। अनि यहाँ चाहिँ मेरो छोरीले केही खाने भनेर भन्दैछ। अनि आमा छोरी भएर चाहिँ यहाँ केही किन्नु गयो है हामी चाहिँ। र अब चाहिँ यहाँबाट यति किनिसकेर चाहिँ हामी लाग्यौँ रुमतर्फ। अनि यहाँ चाहिँ देख्नु सक्नुहुन्छ बाटोको नजाराहरू यति राम्रो राम्रो है। यहाँनिर हेर्नुहोस् है। र अहिले चाहिँ हामी आइपुग्यौँ बागे खोला। अनि यहाँबाट चाहिँ हाम्रो रुम पुग्नु कति पनि छैन। अब चाहिँ भने रुम पनि आइपुगिसक्यो हामीहरू। यहाँ बाबा छोरी चाहिँ खेत गर्दै हिँड्दैछ यहाँनिर हेर्नुहोस् है, चल्दै चल्दै। ल त साथीहरू भेट्दै गरौँ नेक्स्ट भिडियोमा। सो अहिलेलाई बाई।